गुड मर्निङ। हामी अब स्क्वायरमा आछौँ। यो ठाउँको नाम त थाहै भएन फेरि है, के ठाउँ हो? यसो स्क्वायर भन्छन् यिनलाई। अब यहाँ चाहिँ त्यो ठुलो एउटा फेमस ठाउँ रहेछ, यहाँ आइएको छ। अब यहाँबाट बाटो क्रस गरेर धेरै चाइनिज पर्यटकहरू देख्दो रहेछ। चाइनिजहरू पनि आएको छैन न पुरा यो ठाउँमा उसको लागि। त्यो स्क्वायर कस्तो मजाको ठाउँ छ यो। दामी ठाउँ। जतारी घुमाइ मजा आउँछ। आज अलिक फ्रेस देखिएछ। आज मौसम पनि ठिक छ नि त। होइन नि त, गर्मीले फेरि उयो गर्छ नि त। गर्मीले के घाटो घाटो गरिदियो। हप्याक हप्याक अब चाहिँ हल्का यो ठाउँको उर्लियो। आर्मीको मान्छे नि त। आर्च दि ट्रियम्फ भन्छ होइन। यो चाहिँ आर्च दि ट्रियम्फ हो फ्रान्सको। अनि यो आई थिङ्क वर्ल्डको सबभन्दा ठुलो आर्च के। यस्तो छ नि आर्च, हेर्नुहोस् त, सबभन्दा ठुलो आर्च के, संसारको सबभन्दा ठुलो आर्च हो यो। अनि यो चाहिँ पहिला त नेपोलियन बोनापार्ट भन्नेले उ गरेर रहेछ होइन, बिल्ड गरेको। तर बिचरा ऊ मरेपछि मात्र कम्प्लिट भएको रहेछ। अनि यहाँ चाहिँ यो सबै नामहरू छ नि, यो चाहिँ सबै यो उसको के अरे पहिला वारमा त्यो लड्ने त्यो जनरलहरूको नामहरू रहेछ क्या, नाम रहेछ। वारमा लडेर मरेकोहरू अथवा त्यतिखेर जनरल हेर्नुहोस् न कति धेरै नामहरू जस्तो। हजुर। अनि लड्नेहरू यहाँ चाहिँ यसको फ्लेम चाहिँ जति उनीहरूलाई त्यो सम्झना मतलब उसको शहीदहरू अथवा मरेको यो चाहिँ उनीहरूको उसमा चाहिँ उनीहरूले स्मृति। This one symbolizes the death of a French soldier who died for this country. This country, yeah. All this one. Between 1940 and First World War. First World War. Yeah. And we can see the names all of the generals, soldiers, who left the war and they died For this country. In First World War, isn't it? But First World War. Yeah. Whether you die for your country or you die for to defeat other, there is death everywhere. यो हेरेपछि त अरू त है अरू आशहरू छ नि अब सबैतिर। हजुर। हाम्रो देशतिर उतातिर नेपालमा आर्ट्स त त्यही एउटा के अरे शहीद गेट छ नि, शहीद गेट छ नि नेपालमा, कहाँ नेपालको त्यस्तै। अब हाम्रो फ्रान्सको शहीद गेट यो भयो। हाम्रो चाहिँ अब नेपालमा चाहिँ एउटा मात्र छ। हजुर। लडाइँ सम्बन्धी यो एकदमै ठुलो इतिहास छ। पहिला एकचोटि हामी आर्मीको ट्रेनिङ गर्दा आउँदाखेरि त्यो फ्रेन्च लिजियनहरूसँग ट्रेनिङ त्यो एक्सचेन्ज गर्छ नि, त्यतिखेर आएको थियो। तर हामी यसरी उसमा चाहिँ घुम्न पाएको थिएन होइन। त्यतिखेर त जस्ट आउने, स्टप गर्ने, हेर्ने अनि जाने। एक दिनमा अब सबै भ्याउनु पर्ने। यहाँ मोटामोटी कार्यक्रम त्यही होइन। यहाँ चाहिँ अहिले फेरि त्यो स्क्वायर भिजिट भयो जहाँ कि वर्ल्ड वारको बेलामा नेपोलियन बोनापार्टले बनाउन स्टार्ट गरेको जुन ठाउँ थियो, त्यो ठाउँबाट हामी अलिकति अर्को ठाउँ जाँदैछौँ। बाटोको दृश्यहरू यस्तो छन् है,
सायद अहिले बिहानको समय भएर होला त्यति यहाँ चाहिँ मान्छेहरू छैन तर चाहिँ सिटी चाहिँ एकदमै सुन्दर अहिले निद्रामा छ जस्तो देखिएछ क्या सबै खोलेको छैन सलहरू सपहरू खोलेको छैन होइन दायाँ बायाँ सब हाई एन्ड रेस्टुरेन्टहरू हाई एन्ड कपडाको सपहरू जस्तै डियो सेन्ट लरेन होइन राम्रो राम्रो इन्टरनेसनल ब्रान्डको त्यो दोकानहरू छ बाटोहरू पनि सबै साइकल चाहिँ त्यसै चलाउँदै यहाँको मान्छेहरूले साइकल त्यसै चलाउँदैछ रमाइलो त रमाइलो लाग्यो धेरै दामी रहेछ ठाउँ अब साँझपख चाहिँ लास्ट ह्यापनिङ हुन्छ यहाँ साँझपख अहिले उ भएको भएर अलिकति क्वाइट छ एक्सर्साइज गर्ने मान्छेहरू पनि छन् यो अगाडिको यो लुई भुइटन सोरुम भयो अहिले चाहिँ यो उसमा चाहिँ यो लुई भुइटनले यो होटल बनाउँदैछ होटल इन्डस्ट्रियल सिरिज लुई भुइटन अनि यो चाहिँ होटल यो चाहिँ एकदमै प्राइम लोकेसन हाई एन्ड इलाका रहेछ यो ठाउँ यहाँ चाहिँ अब खानासाना खानेहरू रेस्टुरेन्टहरू हाई एन्ड रेस्टुरेन्टदेखि लिएर हाई एन्ड ब्रान्डिङ सबै गर्न आएको छ हामी जस्तै घुम्न यहाँ चाहिँ बेसरी आएको छ चाइनिज पर्यटकहरू है यता हाम्रो दुईवटा लप्टन र लप्टनले पनि दगुरै भएको छ ठाउँ दामी है यहाँ खिच्नु न फोटो खिच्नु अब यस्तो ठाउँमा आउँदा खिच्ने त नि नानी आउँदा खिच पछि पछि फेरि ऊ हुन्छ म त यही दुईजना यो आमा छोरीको पछि हिँड्यो भने आमा छोरी ढिलो हिँड्दो रहेछ मलाई चाहिँ मजा भएछ टाइसन गऱ्यो यस्तो टाइसन क्या डाइसन पो रहेछ डाइसनको अगाडि बसेको डाइसन गरेँ डाइसन म त टाइसन बनाइरहेको यो चाहिँ ओपरा गर्ने गरे यो चाहिँ लिगरान्डे होटल सबै पुरानो घरहरू छ यहाँ है यतादेखि हेर्दाखेरि ल टुरिस्टहरू ठ्याक्कै यहाँ आएर टाइम फोटोसोटो हान्दो रहेछ सब फोटो खिचिरहेको छ यहाँबाट मतासा केटोले ओपेरा सो हेर्ने ठुलो यो दरबारहरू पहिला जमानामा बनाएको अहिले चाहिँ पर्यटकहरूलाई आकर्षण गर्ने ठाउँ भएको छ यता अहिले लगभग यसो नजिक पुग्न लाग्यो म्युजियम अफ पर्फ्युम है यसको अगाडि यस्तो छ रेस्टुरेन्टहरू रहेछ यहाँ मान्छेहरू हेर्नको लागि पनि थुप्रो आउँदो रहेछ पर्फ्युम कसरी बन्छ के छ होइन यसको के अरे उत्पादन गर्ने तरिका के छ सबै कुराहरू उ गर्दो रहेछ अब हामी यो लागेरिया जाँदैछौँ माथि यो विश्वको सबभन्दा महँगो सपिङ कम्प्लेक्स हो यहाँ चाहिँ एकदमै बिगर ब्रान्डेड क्लोदिङहरू यहाँ पाउँछ त्यसैले गर्दा यहाँ यसो गरेर नजर लाउनु पऱ्यो यो ठाउँमा के अरे स्विजरल्यान्डको दुईजना भाइले आजभन्दा 2-3 वर्ष अगाडि यो सानो सबबाट सुरु गरेको ठाउँ रहेछ अहिले चाहिँ एकैचोटि यत्रो ठुलो
सपिङ कम्प्लेक्स ताकि यो विश्वको एकदमै महँगो उसमा पर्ने रहेछ यो ठाउँ यहाँ पनि यसो हेर्न जाँदैछौँ ग्यालेरिया लाफ्यान्ते यसको बाहिरको सराउन्डिङ यस्तो छ त्यस्तो कुराहरू तल चाहिँ बारहरू रेस्टुरेन्टहरू छ माथि चाहिँ पुरै हाई एन्ड अनि माथि यसको माथि तलमा बाट पुरा पेरिसको भ्यूहरू देख्न पाइँदो रहेछ त्यो माथि पनि गइन्छ माथि पनि जाने हो तल चाहिँ यस्तो रहेछ यो यस्तो भिड छ यहाँ अगाडि मान्छेहरू सपिङ सब ब्रान्ड थ्याङ्क यू सब ब्रान्डेडहरू त्यो एकदमै महँगो सामान पाउने ठाउँ हो मेड इन इटाली स्विजरल्यान्ड है लुई भुइटनको त्यहाँ रहेछ टन्न पैसा बोकेर आउने ठाउँ रहेछ यहाँ आएर त्यहाँ केटिएम सामान किन्ने डियरको पनि रहेछ है इभान्सी सबै त छ है महँगो सामानहरू सबै पाउँदो रहेछ Let's stay here in this area. त्यहाँ जान Just help you. She's angry. Let's go. त्यो हामी चाहिँ दोकान एकै जाँदा रिसाइथ्यो त जान पनि हत्तै गर्थ्यो नि त जान पनि हत्तै गर्थ्यो क्या त्यहाँ रिसायो क्या 크리스마스 트리가 खाना चाहिँ वर्ल्ड वारको त्यो बेलामा बनाएको अरे सिसाहरू ल्याएर माथिको ब्लगरहरू जम्मै लाग्छ ब्लगरहरू धेरै भयो यहाँ चाहिँ दामी फोटो सोटो खिच्न यताउति मान्छेहरू भिड छ यहाँ मोमोनी भन्ने ब्रान्ड पनि रहेछ नो इन्ट्रोडक्सन र यो फ्रान्सको चाहिँ पेरिसको चाहिँ ग्यालेरी लाफर्टे भन्ने ठुलो ऊ रहेछ होइन सपिङ मल भनौँ न सपिङ सेन्टर सपिङ मल अनि हामी चाहिँ यहाँ रुफटपमा आएको छौँ रुफटपबाट चाहिँ प्रिटिमस सबै अब 360 डिग्रीमा हेर्ने भने सबै पेरिसको सबै आफल टावर त्यहीँ रहेछ होइन आधा म्युजियमहरू छ अनि सबै देखिने रहेछ हामी घुमेको जति सबै देखिएछ यहाँबाट अन्त जानु नपर्ने रहेछ यहाँ पछि है सबै देखिने रहेछ अनि यहाँ चाहिँ तलपट्टि के सपिङ ठुलो सपिङको कम्प्लेक्स है एकदम अनि कहाँ यहाँ होइन ऊ के अरे एउटा पाइलटले गरेको भनेको ल्यान्ड गरेको एउटा प्लेन चाहिँ यहाँ ल्यान्ड गरेको रहेछ नि त ल्यान्ड गरेको अरे अनि त्यसलाई चाहिँ ल्यान्ड गर्यो भनेर यहाँको पेरिस काउन्सिलले चाहिँ उसलाई चाहिँ फाइन तिराएको भन्ने कुरा भनेको थियो सानो स्पेसमा हैन हो अनि विशेष अनि यो डोम बाहिरबाट हेर्दाखेरि भित्रबाट चाहिँ एकदमै राम्रो छ होइन अघि हामीले भिजिट गऱ्यौँ बाहिरबाट हेर्दा कबाट जस्तो हैन हो यो के अरे ड्युरिङ मतलब वार हुँदाखेरि यसको पुरा पिसेसहरू के त उहरू भित्रपट्टि त एकदम उ छ नि त यसको डिजाइन होइन ग्लासेसहरू पुरा पिस बाई पिस चाहिँ
त्यो वारमा चाहिँ यसले रिस्टोर गरेर राखेको रहेछ अनि पछि आएर फेरि वार सकेपछि फेरि रिएसेम्बल गरेको भन्थ्यो हजुर यतातिर त्यही त एकदम रमाइलो लाग्यो एकदम रमाइलो अब डिफ्रेन्ट ओके हजुर सबै देखिँदो रहेछ बालुचिन खै अरू कता गर्नु रेस्टुरेन्टहरू रहेछ हो त हेर्नुहोस् न लन्डन आए जस्तो हाफ लन्डन आइस है त्यो त्यस्तै होला त्यहाँ पनि ओके ल यहाँ रहेछ तल त डेन्जरै देख्दो रहेछ हो तल हेर्नुहोस् त अरू सिद्धे कुराकानी जस मजा हेर्नमै एकदम बेस्ट मजा भइरहेछ क्या होइन तपाईँलाई कस्तो लागेको छ यता आउँछ त उता हेर्नुहोस् त कस्तो राम्रो देखेको के हो त्यो त्यही त क्यासल जस्तो है ए अँ कि है दामी त्यहाँ गइन्छ होला अहिले भरे जान्छ होला यता बहिनीले खाना बेच्दैछन्